अगाडि बढ्न चाहने मान्छेले कहिल्यै अरूलाई बाधा पुर्याउँदैन, तर बाधा पुर्याउन चाहने मान्छे कहिल्यै अगाडि बढ्न सक्दैन। आँसुको कुनै तौल हुँदैन, तर यो निस्किसकेपछि मन हल्का हुने गर्छ। समय कहिले बदलिन्छ यो कसैलाई थाहा हुँदैन। भगवान श्रीरामले जुन रात राज्य पाउँदै हुनुहुन्थ्यो, सबेरै वनवास जानु पर्यो। जीवनमा आफ्नै खराबी सुन्नु पनि खास जरुरी हुन्छ, किनकि सधैँ तारिफ मात्र सुन्नुहुन्छ भने कहिल्यै अगाडि बढ्नु हुने छैन। पैसा त सबैले कमाउँछन्, आशीर्वाद पनि कमाउनुहोस्। आशीर्वाद त्यहाँ काम आउँछ जहाँ पैसा काम आउँदैन। सत्य बोल्ने मान्छेलाई यस कारण पनि मन पराइन्छ कि उनीहरू बरु आफै टुट्दछन् तर कसैको मन तोड्दैनन्। खुसी रहनुको मतलब यो होइन कि सबै थोक ठिकठाक छ। यसको मतलब त यो हो कि तपाईले तपाईको दुःखभन्दा माथि उठेर जिउन सिक्नुभयो। आउनुहोस्, मेरो यो नयाँ भिडियोमा स्वागत छ। अन्तिमसम्म सुन्नुहोला। मन पर्यो भने लाइक, शेयर, कमेन्ट अवश्य गर्नुहोला। साथै सुदीप गेवाली च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै गर्नुहोस्, ताकि मेरो नयाँ भिडियो सबैभन्दा पहिले तपाईसम्म पुगोस्। सम्मानका लागि सङ्घर्ष गर्नुहोस्, तर अधर्मलाई साथ नदिनुहोस्। अधिकारका लागि अवश्य लड्नुहोस्, तर जे माथि अधिकार नै छैन त्यसको मोह नगर्नुहोस्। तपाईँ जति सत्यमा रहनुहुन्छ त्यति नै एक्लो हुनुहुन्छ। स्वयंमा केही स्वाभिमान हुनु पनि जरुरी हुन्छ, नत्र त मान्छेहरूले त्यहाँ पनि दबाउन सुरु गर्छन् जहाँ तपाईको अधिकार हुन्छ। कहिलेकाहीँ मनलाई सम्झाउनु पनि आवश्यक हुन्छ। मनले चाहेको सबै चिजले खुसी नदिन पनि सक्छ। नराम्रो गर्ने सोच आयो भने भोलिलाई छाडिदिनुस् र राम्रो गर्ने सोच आयो भने आजैलाई निर्णय गरिदिनुस्। जब भोलिको दिन देखिएकै छैन भने आजको दिन किन गुमाउनुहुन्छ? आजको जुन समयमा हाँस्न सक्नुहुन्छ, भोलिका लागि आज किन रुनुहुन्छ? जब तपाईको हुनु र नहुनु बराबर हुन्छ, तब तपाईको नहुनु नै राम्रो हुन्छ। मौन रहेर नै जान्न सक्नुहुन्छ कि तपाईँ को हुनुहुन्छ। यदि कोही एक्लो छ भने यसको मतलब यो होइन कि उसलाई कसैले मन पराउँदैनन्। ऊ एक्लो त यस कारण छ किनकि उसले दुनियाँको औकात थाहा पाइसकेको छ। जीवनमा एउटा कुरा सधैँ याद राख्नुहोला कि सबैभन्दा धेरै अपमान आफ्नो ठानेको मान्छेबाटै मिल्ने गर्छ। कसैका लागि रोएर के फाइदा? जो व्यक्तिले तपाईको प्रेमलाई बुझ्न सक्दैन, उसले तपाईको दर्दलाई कसरी बुझ्न सक्छ? बार बार अपमान भएर यदि कोही व्यक्ति तपाईसँग जोडिन्छ भने यसको मतलब यो होइन कि ऊ निर्लज्ज छ। यसको मतलब त यो हो कि ऊ आफ्नो इज्जत भन्दा पनि माथि उठेर तपाईलाई माया गर्छ। जब कसैको दुई जिब्रे चेहरा हामीलाई थाहा हुन्छ, त्यति बेला उसप्रति होइन हामीलाई हामी प्रति नै रिस उठ्न थाल्छ। सम्बन्ध यदि जरुरतले जोडिएको छ भने कहिल्यै पनि खुसी दिँदैन। यदि हृदयले जोडिएको छ भने कहिल्यै साथ छोड्दैन। जिन्दगीमा कहिल्यै कसैलाई कम नसोच्नुहोस्। पुरै दुनियाँलाई डुबाउने तागत राख्ने समुद्रले पनि तेलको थोपालाई डुबाउन सक्दैन। झुट बोल्नु पहिलोचोटि त सजिलै लाग्न सक्छ, तर अन्त्यमा यसले निम्त्याउने भनेको समस्या नै हो। र सत्य बोल्नु पहिलोचोटि कठिन हुन सक्छ, तर अन्त्यमा यसले आराम नै दिने गर्छ। यहाँ ध्यान नदिनुस् कि कसले के भन्छ। बस तपाईँ त्यही गर्नुहोस् जे सच्चा छ, जे अच्छा छ। त्यो व्यक्तिसँग कहिल्यै झुट नबोल्नुहोस् जसले तपाईको झुटमाथि पनि विश्वास गर्ने गर्छ। शङ्काको कुनै उपचार हुँदैन, चरित्रको कुनै प्रमाण हुँदैन, मौनभन्दा राम्रो कुनै साधन हुँदैन र शब्दभन्दा तीखो
कुनै बाण हुँदैन। जब तपाईसँग कोही जल्न थाल्छ तब यो बुझ्नुहोस् कि तपाईँ केही बन्दै हुनुहुन्छ, किनकि जब कोही व्यक्तिले तपाईसँग ईर्ष्याको भाव राख्दछ त्यति बेला बुझ्नु पर्दछ कि उसले तपाईँको होइन, तपाईँको व्यक्तित्वमाथि ईर्ष्या गरिरहेको छ। यसबाट तपाईँ डराउनु पर्ने जरुरत छैन, जहाँ सतर्क रहनुपर्ने आवश्यकता हुन्छ। जीवनमा धैर्य अत्यन्त महत्त्वपूर्ण छ, किनकि एउटा कुरा हमेशा याद राख्नुहोला, एक एक थोपा पानीले नै गाग्री भरिन्छ। जसको मन सफा हुन्छ अक्सर दुनियाँ उसलाई नै गलत साबित गर्न लागि पर्छ। जीवनमा अधिक दुःख यस कारणले आउँछ कि जहाँ हामी आशावादी नै हुनु हुँदैन त्यहीँबाट हामी अधिक आशा राखिरहेका हुन्छौँ। भगवानसँग नडराउनुहोस् त चल्नेछ, तर कर्मबाट डराउनु भएन भने चल्ने छैन, किनकि कर्मको फल त भगवानले पनि भोग्नुपर्छ। गल्तीहरू त जीवनकै हिस्साहरू हुन्, तर यिनलाई स्वीकार गर्ने साहस कमै मान्छेमा हुने गर्छ। नराम्रो त तिमीले हजारौंको भिडबाट पनि खोज्नेछौ, ठिक त्यसै प्रकार जस्तो गाईहरूको बथानमा बाछोले आफ्नो आमालाई खोज्छ, तर जसले वंशीवालालाई हृदयले मान्छ उसले नराम्रोमा पनि राम्रोलाई खोज्छ। जुन दिन तपाईलाई आफ्नो मूल्य थाहा लाग्छ त्यस दिनदेखि तपाईलाई कसैले गरेको निन्दा या प्रशंसाले केही फरक पर्ने छैन। 100 जनाको सल्लाहभन्दा अनुभवको एक मात्र ठक्कर खाएर हेर्नुहोस्, त्यसले नै तपाईलाई छुट्टै मजबुत बनाउनेछ। केही सुरु गर्नका लागि तपाईँ महान हुनु आवश्यक छैन, तर महान हुनका लागि तपाईले केही सुरु गर्नु अत्यन्त आवश्यक हुन्छ। ज्ञान यस्तो दौलत हो जसलाई जति बाँड्नुहुन्छ त्यति नै बढ्नेछ। सेवा सबैको गर्नुहोस्, तर आशा कसैमा नराख्नुहोस्, किनकि सेवाको सही मूल्य केवल ईश्वरले मात्र दिन सक्नुहुन्छ, मान्छेले होइन। सफल त्यही हुन्छ जसले अरूले गरेको आलोचनालाई शिक्षाको रूपमा लिन्छ, त्यसैबाट एक मजबुत आधार तयार गर्न सक्छ। जिन्दगी बदल्नको लागि लड्नुपर्छ र सजिलो बनाउनका लागि बुझ्नुपर्छ। यदि कसैले तपाईलाई दुःखी बनाउँछ भने नराम्रो नमान्नु, किनकि मान्छेहरूले त्यही रुखमा ढुङ्गा हान्छन् जहाँ मिठो फल लागेको हुन्छ। भनिन्छ असम्भव शब्दको प्रयोग केवल कायरले नै गर्ने गर्छन्। बहादुर र बुद्धिमान व्यक्तिले आफ्नो मार्ग स्वयं बनाउँछन्। श्रीकृष्ण भन्नुहुन्छ, मान्छेहरूसँग मिल्छौ भने नराम्रो नै पाउनेछौ, मसँग मिल्छौ भने मुस्कुराएर नै जानेछौ। यदि तपाईँ साँच्चै केही गर्न चाहनुहुन्छ भने बाटो निकाल्नुहुनेछ, नत्र नगर्नेको बहाना निकाल्नुहुनेछ। इज्जत मिल्नेछ, दौलत पनि मिल्नेछ, सेवा गर्नुहोस् बुबा आमाको वैभव पनि मिल्नेछ। समय सबैको आउँछ, त्यसैले आफ्नो राम्रो समयमा अरूलाई कष्ट नपुर्याउनुहोस्, किनकि समय बदलिन यहाँ बेरै लाग्दैन। सरल व्यक्तिमाथि गरिएको छलले तपाईको बर्बादीका सबै ढोकाहरू खोलिदिन्छन्। चाहे तपाईँ जतिसुकै खेलाडी किन नहुनुहोस्, यति छिटो पनि दुनियाँको कुनै चिज बदलिँदैन जति छिटो मान्छेको नियत र हेर्ने नजर बदलिने गर्छ। कसैको निन्दा गर्नाले यो थाहा हुन्छ कि तपाईको चरित्र कस्तो छ, न कि त्यो व्यक्तिको आचरण। तनावले केवल समस्यालाई जन्म दिन सक्छ। यदि समाधान खोज्नु छ भने तपाईले मुस्कुराउनै पर्छ। आजभोलि मान्छेहरू मनले दिएको इज्जतले खुसी हुँदैनन् र देखावटी चाप्लुसी गर्नेहरूसँग गर्व गर्ने गर्छन्। मनुष्यले यो संसारमा जे पनि पाएको छ त्यसमा ऊ खुसी हुनुपर्छ र जे प्राप्त छैन त्यसमा दुःख नमनाउनु। यदि कसैले छुटकारा चाहन्छ भने स्वतन्त्र हुन दिनुहोस्। जबरजस्ती टिकाएको सम्बन्धमा खुसी पाउन सकिँदैन। यदि दिशा देखाउनेवाला सही छ भने दियोको प्रकाशले पनि सूर्य समान काम गर्ने गर्छ।
कसैलाई हराइदिनु धेरै सजिलो छ, तर कसैलाई जिताइदिनु धेरै मुस्किल काम हो। मान्छेहरू भन्छन् जिन्दगी पाएका छौँ आफ्नो हिसाबले जिउनका लागि, तर तिनै मान्छेहरू बिहान उठ्ने बित्तिकै अरूकै हिसाबले जिउन थाल्दछन्। समझदार व्यक्तिले कहिल्यै बदलाको भावना राख्दैन, किनकि उसलाई थाहा हुन्छ कि भगवानले सही समय र सही कर्म आएपछि सबको हिसाब गर्नुहुन्छ। सम्बन्ध र जल एक समान हुन्, न केही रङ्ग हुन्छ न केही रूप हुन्छ। फेरि पनि जीवनको अस्तित्वको लागि सबैभन्दा महत्त्वपूर्ण हुन्छन्। जबरजस्तीको साथ नमाग्नु जिन्दगीमा कसैसँग। यदि कोही आफै आउँछ भने त्यसमा खुसीको रङ्ग केही बेग्लै नै हुन्छ। एक्लै हिँड्नु र अघि बढिरहनु सजिलो छैन, तर यदि हार मान्नु भएन, आफैले आफैलाई धोका दिनु भएन भने आखिरमा एउटा राम्रो तागत हासिल गर्नुहुनेछ। केवल मन नै शत्रु या मित्र हुन्छ। जसले खराब समयमा पनि मेहनत गरिरहन्छ, उसको खराब समय पनि राम्रो समयमा बदलिन्छ। ईश्वरको शरणमा निस्वार्थ भावले जानुहोस्, किनकि उहाँलाई थाहा छ तपाईलाई के चाहिएको छ। झगडा गर्नुहोस् या जेसुकै गर्नुहोस्, तर कसैको बेइज्जत नगर्नुहोस्। साथमा रहेर पनि छल गर्छ भने त्योभन्दा ठुलो शत्रु कोही हुन सक्दैन, र जसले हाम्रो खराबी बताइदिन्छ त्योभन्दा ठुलो मित्र हाम्रो कोही हुन सक्दैन। एक सच्चा मित्र त्यही हुन्छ जो पुरै दुनियाँले छाड्दा पनि तपाईसँगै हुन्छ। भनिन्छ कि झुट्टो कसम खाँदैमा को मरेको छ र यहाँ। मान्छे मर्न त मर्दैन होला, तर कसैको विश्वास जरुर मर्छ। मान्छेलाई मान्छेबाट टाढा राख्ने एक चिज हो वचन र अर्को हो पैसा। क्रोधमा बोलिएको शब्द यतिसम्म विषालु हुन सक्छ कि तपाईँको 1000 राम्रो वचनलाई 1 मिनेटमा नष्ट गर्न सक्छ। स्वयं आफैलाई कहिल्यै पनि नगिराउनुहोला, किनकि मान्छेहरूले भत्किएको घरको ढुङ्गा इट्टासम्म पनि उठाउने गर्छन्। चाहे लड्नुहोस् चाहे झगडा गर्नुहोस्, तर कहिल्यै पनि आफ्नो परिवारसँग अलग हुने नसोच्नुहोस्, किनकि ती पातहरूको कुनै कदर हुँदैन जुन डालीबाट खसेका हुन्छन्। देखावटीले त मान्छेहरूलाई मात्र खुसी बनाउन सकिन्छ, भगवानले त केवल नियत हेर्नुहुन्छ। जे मनमा छ त्यो भन्ने हिम्मत राख्नुहोस्। जो अरूको मनमा छ त्यसलाई बुझ्ने समझदार हुनुहोस्। कहिल्यै टुट्ने छैन सम्बन्ध। यदि तपाईँले कसैको 100 आँसु खसाल्नु भएको छ भने 1000 आँसुको लागि तयार पनि रहनुहोस्। तपाईँले जिन्दगीमा आलोचना र प्रशंसा दुवैलाई स्वीकार गर्नु जरुरी छ, किनकि एउटा फूल तब मात्र राम्रोसँग फुल्न सक्छ जब वर्षा र घाम दुवै मिल्छ। समयको मारमा परिरहनु भएको छ भने नहडबडाउनुहोस्, तपाईँ निखारिँदै हुनुहुन्छ। कहिल्यै कुनै चिजको घमण्ड आयो भने एकपटक मसान घाटको चक्कर जरुर लगाउनुहोला। तपाईँभन्दा उत्कृष्ट मान्छेहरू पनि त्यहाँ खरानी भएका हुन्छन्। जिन्दगीमा यी 2 व्यक्तिसँग सधैँ टाढै रहनुहोला। यस्ता व्यक्ति जो व्यस्त भएको देखावटी गरिरहन्छन् र यस्ता व्यक्ति जो घमण्डी हुन्छन्, किनकि आफैलाई व्यस्त देखाउने व्यक्ति आफ्नो मर्जीले मात्रै कुरा गर्नेछ र घमण्डी व्यक्तिले आफ्नो मतलबले याद गर्नेछ। गलत भ्रम जसले पालेको छ उसैसँग कुरा गर्नुहोस्। अरूसँग गर्नुभयो भने कुरा झनै बल्झिनेछ। कसैले केही चिज तपाईँको हातबाट छिन्न सक्ला, तर तपाईँको भाग्यबाट होइन। अक्सर यहाँ मजाक गर्ने बहानामा नै मान्छेहरूले मनको कुरा गर्ने गर्छन्। जीवनमा कुनै पनि काम गर्नुभन्दा पहिले भगवानको नाम स्मरण गर्नु जरुरी छ कि जे काम म गर्न जाँदैछु भगवानलाई स्वीकार्य छ कि छैन। यस्तो गर्नाले जीवनमा कुनै गलत काम हुने छैन। रुखको हाँगामा बसेको चरा कहिल्यै पनि हाँगा हल्लेर डराउँदैन, किनकि उसलाई
हाँगामा होइन, आफ्नै पखेटामा विश्वास हुन्छ। जीवनमा सबैभन्दा ठुलो सम्पत्ति हाम्रो वर्तमान हो, जो एकचोटि गएपछि दुनियाँको सबै सम्पत्तिले पनि खरिद गर्न सकिँदैन। कहिल्यै एक्लै हिँड्नु पर्यो भने नडराउनुहोला, किनकि मसान, शिखर र सिंहासनमा मान्छे एक्लै नै हुन्छ। भाग्य र अरूलाई दोष किन दिनुहुन्छ? जब सपना हाम्रो हो भने कोसिस पनि हाम्रै हुनुपर्छ। तपाईको कर्म नै तपाईको पहिचान हो, नत्र त एकै नामका मान्छेहरू त यहाँ हजारौं हुन्छन्। जीवनमा कसैको भला गर्नुहुन्छ भने लाभ नै हुनेछ, किनकि भलाको उल्टो पनि लाभ नै हुन्छ। यदि तपाईँ जे गर्नुहुन्छ सधैँ गर्दै आउनुभएको छ र तपाईँले त्यही पाउनुहुनेछ सधैँ जे पाउँदै आउनुभएको छ। आफ्नो पीडामा संसारलाई दोष दिन छोड्नुहोस्, आफ्नो मनलाई सम्झाउनुहोस्। तपाईको मनको बदलाव नै पीडाको अन्त्य हो। किरण सूर्यको होस् या आशाको, जीवनका सबै अन्धकार हटाउँछन्। जिन्दगीमा जित्नको लागि एक अठोट चाहिन्छ, हार्नको लागि त एक डर नै काफी हुन्छ। साथी गरिब होस् या धनी, यसले मान्यता राख्दैन, तर तपाईको खराब समयमा उसले तपाईलाई कति साथ दियो यसले मान्यता राख्छ। केही पाउनु छ भने आफैमाथि भरोसा गर्नुहोस्, किनकि सहारा जति पनि राम्रो र उत्कृष्ट किन नहोस्, साथ छाडेरै जान्छन्। केही पाउनु जित होइन र केही गुमाउनु हार होइन, केवल समयको प्रभाव हो र परिवर्तन समयको स्वभाव हो। सम्बन्ध ठुला ठुला कुरा गरेर होइन, ससाना भावलाई बुझेर गहिरो हुने गर्छ। जसलाई जति प्रवाह गर्नुहुन्छ त्यति नै पीडा पाउनुहुन्छ, र जुन दिन प्रवाह गर्न छोडिदिनुहुन्छ तपाईलाई पनि पीडा दिन छोडिदिनेछन्। यदि तपाईँ सही हुनुहुन्छ रिस देखाउनु पर्ने कारण नै छैन, र यदि गलत हुनुहुन्छ रिस देखाउने अधिकार नै छैन। एक्लै बसेर आफैलाई एउटा प्रश्न गर्नुहोस् कि तपाईको मृत्युले के कति मान्छेलाई फरक पर्छ। जो जसलाई फरक पर्छ उनीहरूको व्यवस्था कहिल्यै नगर्नुहोस् र बाँकीको धेरै चिन्ता पनि नलिनुहोस्। प्रार्थना शब्दले होइन हृदयले हुनुपर्छ, किनकि ईश्वरले उनीहरूलाई पनि सुन्नुहुन्छ जो बोल्न सक्दैनन्। शान्त भएर हेर्नुहोस्, सबै समस्या हल हुनेछ। जीवनभर खुसी रहनु छ भने आफूलाई यस्तो बनाउनुहोस् कि कोही तपाईसँग होस् या नहोस् तपाईलाई कुनै चिजको दुःख नहोस्। आँखामा निद धेरै छ तर निद्रा छैन। यो यही समय हो केही गर्नका लागि, यसलाई गुमाउनु छैन। राम्रो विचार र सकारात्मक भाव चाहे जहाँ मिलोस् त्यसलाई स्वीकार्नुहोस्, किनकि अनुहारको चमक त उमेर अनुसार बदलिन्छ, तर मन र विचारको चमक हमेशा अमर रहन्छ। भिडियो कस्तो लाग्यो? यदि मन पर्यो भने लाइक, शेयर, कमेन्ट अवश्य गर्नुहोला। साथै सुदीप गेवाली च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै गर्नुहोस्, ताकि मेरो नयाँ भिडियो सबैभन्दा पहिले तपाईसम्म पुगोस्। अर्को नयाँ भिडियोसम्मका लागि धन्यवाद। जय श्री कृष्ण।